Hello, Moon sir. Hello, hello. Good morning. Morning. हामी कहाँ जाँदैछ आज? एकछिन यहाँ जोला ग्याङमा एडजस्ट गर्नु परेन ल गरौँ ल हस् हामी कहाँ जाँदैछ रे? हामी मुस्ताङ मुस्ताङ केटाहरू कता? हामी अहिले नागडुङ्गामा छौँ होइन नागडुङ्गाबाट चाहिँ हामी मुस्ताङ जाँदैछु गुड मर्निङ फ्रम काठमाडौँ आज चाहिँ हामी मुस्ताङ जाँदैछु साथमा स्कुटरहरू छ होइन स्कुटरमा मुस्ताङ जाँदैछु होइन केटाहरू हेर्न सक्नुहुन्छ दुइटै स्कुटरमा नि हामी 4 जना जाँदैछु अहिले चाहिँ चिया खाने कार्यक्रम हुँदैछ है एकदमै यहाँ लोकल छ चिया कस्तो छ मिठो छ गुदै भएपछि मिठो हुन्छ ओके त्यही हो केटाहरू होइन हामी चाहिँ आज मुस्ताङ जाँदैछु होइन केटाहरू मुस्ताङमा भने जस्तै मुस्ताङमा जाँदैछु सँगसँगै अनि अब नागडुङ्गामा आएर चिया पिउँदैछु होइन चिया पिउँदै जिन्दगी जिउँदै होइन एकछिन चिया पिउँछौँ त्यसपछि हामी आफ्नो गन्तव्यतिर लाग्छौँ है त सर ल बिस्तारै जाने बिस्तारै ल सो मेरो अनुहार हेर्न सक्नुहुन्छ पुरै माटोले दुलो माटो लागेछ स्कुटर पनि ढुक्क भएछ अनि यता बजार कहाँ खाँदै थियो के हो टोलीहरू काठमाडौँ फर्कियो छोराहरू त त्यहाँ फर्किरहेको भने त अगाडि कुदिसकेको छ हामी के खाने हो भोक त लागिसक्यो यार जो यो मकै कस्तो मिठो मिठो छ हाम्रो बहिनीले बनाए चाहिँ मिठो भइहाल्छ नि अनि त हिम्मत हो कस्तो रे हेलो बुनु हाई नमस्ते के छ कुरेन्डरमा आइपुग्यो होइन हालत खराब हो कि हेर्नु फेसमा के भयो प्रो राइडर धुलो खाएर हेर्नुहोस् हिरो मान्छे जिरो भइदिएर कुन हो यो कुरिन्डर होइन कुरिन्डरको हिमालयन जाबामा बसिरहेको छु कफी पनि अर्डर भइसक्यो अर्डर भएर पनि आइसक्यो हेर्न सक्नुहुन्छ यस्तो कफी अमेरिकानो तपाईँको चाहिँ के हो Avocado. 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 वाह ल मिठो गरेर खानु है हेलो जो यो Yes, bro. तपाईँ चाहिँ के खा तपाईँ पनि एभोकाडो Yes, avocado. मजा अब कुरिन्डरको हिमालयन जाबामा होइन टक्क लगाएर अमेरिकानको टेस्ट लिँदैछु है त वाह टेस्ट गुड यो हो नि त टेस्ट वाज छ अनि अब एकछिन हामी कफी सप पिउँछौँ होइन एकछिन टाइम स्पेन्ड गर्छौँ त्यसपछि चाहिँ हामी गन्तव्यतिर फर्किन्छौँ होइन यात्रा अझै जारी छ पोखरा आइपुगिसक्यो होइन ल सर कहाँ पुग्यो पोखरा बजार हो हेलो गुड मर्निङ फ्रम पोखरा नेपाल अहिले चाहिँ हामी यहाँ पोखरामा छु तपाईँले देख्न सक्नुहुन्छ यहाँ होटेल दल लेकमा बसेको छु हामी हिजो आइपुग्यो बेलुका अनि आज चाहिँ अब केही छिनमा अनि पोखराबाट चाहिँ मुस्ताङको लागि प्रस्थान हुँदैछु निस्किँदैछु हामी अनि त्यसपछि अब मुस्ताङ जान्छौँ मजाले घुम्छौँ अनि लगभग आधा बाटो आइपुग्यो अझै आधा बाटो बाँकी छ सो गाइज अब हामी चाहिँ अब यहाँबाट पोखराबाट निस्किँदैछु होइन मुस्ताङको लागि निस्किँदैछु ल त रेडी एकदम हामी सबै रेडी छ स्कुटर पनि रेडी छ होइन रेडी हुन्छ रेडी ल
Let's go then. बेनी बजार आइपुगिसक्यो कुरोको हालत कस्तो बिग्रिनु भएको छ एकछिन यहाँ खानासाना खान्छौँ अनि त्यहाँदेखि एकछिन बस्छौँ त्यहाँदेखि अनि मुस्ताङतिर तर्फ लाग्छौँ जो हामी खानासाना खाइसक्यो होइन खाना खाएर चाहिँ अब स्कुटरलाई चाहिँ यहीँ राखेर हामी चाहिँ अब गाडीमा जानुपर्ने भयो किनकि अब यहाँदेखि काठमाडौँदेखि आएको छ नि त काठमाडौँदेखि अब सिधै मुस्ताङसम्म जाँदाखेरि एक्सपिरियन्स छैन केही गरी स्कुटर बिचमै बिग्रियो भने चाहिँ बनाउन गाह्रो हुन्छ यहाँ ब्रदर अब हामी अब बेनी बजारबाट पुगिसक्यो अब यहाँबाट जाने हो तातेपानीदेखि लिएर मुस्ताङ जानु मुक्तिनाथ होइन तर सबै ठिकै छ एउटा कमी भइरहेछ के कमी भयो यस्तो गाडी यस्तो सुकिरहेछ अब हामी गाडीमा जाने होइन मलाई गाडी यो होइन सेतो गाडी जाँदैछु होइन धेरै होइन 20,000 मात्र धेरै होइन 20,000मा हामी लान लागेको अब त स्कुटरहरू यहीँ छोडेर जानुपर्ने भयो होइन बेनी बजारदेखि मुस्ताङ 4 घन्टा पुग्छ अरे 4 घन्टा दाइ दाइ कति घन्टा पुग्छ डाइरेक्ट जाने भयो 3 घन्टा ल डाइरेक्ट गयो भने 3 घन्टा पुग्छ अरे घुमेर गयो भने 4 घन्टा घुम्दै जाने भने 6 घन्टा नि लाग्छ है सो हामी स्कुटरबाट डाइरेक्ट बुलेरोको गाडीमा जाँदैछु सो कस्तो हुँदैछ केटा ब्रदर कस्तो हुँदैछ एकदम रमाइलो यात्रा राम्रो हुँदैछ एकदम भर्खर सुरु हुँदैछ यात्रीसँग यात्रा गर्न कस्तो मजा लाग्छ एकदम रमाइलो लाग्छ थ्याङ्क यू फर इन्भाइटिङ तपाईँलाई कस्तो हेर्छ मलाई अब एकदमै नयाँ एक्सपिरियन्स नयाँ एक्सपिरियन्स है लामो एकदम जानु पऱ्यो क्या मुस्ताङ भने जस्तै होइन केटाहरू हामी सबै फर्स्ट टाइम हो होइन मुस्ताङ जाँदैछु होइन एकदम एक्साइटेड भइरहेछ होइन हामी काठमाडौँदेखि स्कुलमा आएको बेनी बजारमा स्कुलमा छोडेर हामी यहाँदेखि गाडी लिएर मुस्ताङसम्म लाग्दैछु एउटा बेनीको बजार त्यहाँ टिकटक बनाउन सोचेको त्यो पनि बिर्सेछ त्रिशुलो खराब पुग्यो त्रिशुलो खराब केही छैन फर्किदिनु बनाउने नि खाजा खाना आएको हामी चिया खाना चिया पाउँदैन चिया मात्रै खाने हो गुरुजी के भन्नुहोस् के भन्नु छ र भन्दा मुस्ताङ पुग्यो हामी ल हामी मुस्ताङ पुगिसक्यो मार्पा बजारमा हामी चिया खाना बसिरहेको छु ल चिया पनि आइसक्यो तपाईँ लिनु चिया लिनु कालो चिया चाहिँ मेरो लाग्यो चियाको छुट्टै स्वाद रहेछ बवाल टेस्ट गुड यो जोजो चिया कस्तो एकदमै मिठो छ चिया मिठो छ है लोकल चिया थ्याङ्क यू अनि गुरुजी चिया ठिक छ है आजको हाम्रो गुरुजी उहाँ हो उहाँले यहाँसम्म ल्याउनु भएको अझै गन्तव्य पुग्नै बाँकी छ सो हामी चाहिँ अहिले मार्बा भिलेज घुम्दैछु होइन एकदम बबाल ठाउँ रहेछ होइन ठाउँ बबाल अनि यहाँको मान्छेहरू पनि बबाल सँगसँगै हामी पनि बबाल खतरा चल्दो रहेछ मजा बस्न सक्नु यहाँको तर म चाहिँ बस्न सक्छु जस्तो यहाँ तपाईँहरू आउनु घुम्नु बबाल ठाउँहरू हेर्न सक्नुहुन्छ जस्तो बबाल छ मार्बा भिलेज अनि सर तपाईँ यहाँ फर्स्ट टाइम आउनु भएन म यहाँ फर्स्टमा आएको अनि कस्तो रहेछ ठाउँ कस्तो लाग्यो एकदमै रमाइलो भएर रहेछ राम्रो लाग्यो हावा पनि सबै छ हजुर हजुर ठाउँ गजब मान्छे गजब सबै गजब चिज गजब अनि अझै पुग्न बाँकी छ अहिले हामी मार्बा भिलेज घुम्दैछौँ त्यसपछि अब जुमसुम जान्छौँ मुक्तिनाथ जान्छौँ मिल्यो भने उपर मुस्ताङ पनि जान्छौँ होइन अहिले चाहिँ हामी यहाँ जेरी गल्ली जाँदैछौँ होइन जेरी गल्ली जाँदैछु ब्रदर हामी जेरी गल्ली जाने होइन त एकदम हेर्न सक्नुहुन्छ यहाँ लेखिएको छ जेरी गल्ली दिस वे
हेर्दै जाउँ कहाँसम्म रहेछ जेरी गल्ली ल ठिक छ जेरी गल्ली बवाल रहेछ होइन आम्मा छोटो गल्ली तर राम्रो गल्ली रहेछ सो हामी चाहिँ हजरबा भिलेज घुमेर अब मुक्तिनाथमा लाग्दैछु अब 1 घन्टामा पुग्छ होला मुक्तिनाथ पानी तर खायो ल खानु थाल्नुहोस् फाइनली हामी चाहिँ मुक्तिनाथ पुगेको छु फाइनली है फाइनली म चाहिँ अलिकति पानी खाएको भयो हेलो भन्नुहोस् फाइनली हामी मुक्तिनाथ पुग्यो होइन पुगेँ अब खाना खाने हो अब खाना अर्डर भइसक्यो खाना अर्डर भइसक्यो अर्डर भइसक्यो पाकिसक्यो ल खाना पनि अर्डर भइसक्यो पाकिसक्यो होइन रुम पनि पुरा बुकिङ भइसक्यो हामी यहाँ खानाको धेरै होइन मात्र 600 रुपियाँ खानाको धेरै होइन मात्र 600 एकदम भोक लागेर चाहिँ खाना खान्छौँ अनि त्यसपछि एकछिन गफसप गर्छौँ त्यसपछि ढल्किन्छौँ अनि त्यसपछि भोलि बिहान यसो मुक्तिनाथ दर्शन गर्न जान्छौँ अनि त्यहाँदेखि बिस्तारै 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 रिटर्न ब्याक टु पोखरा देन काठमाडौँ खाना पनि आइसक्यो रेडी भइसक्यो अब खाना मजाले खाइन्छ त्यसपछि मजाले सुतिन्छ एकदम थाकिरहेको छ यो ल खाना मजा लिने है त हजुर